हाम्रा युवाहरूको गन्तव्य मुलुक र रोजगारदाता देशको रूपमा उनीहरू परिणत भएका छन्। त्यही कुरा हाम्रो देशमा हुन्छ। हाम्रो नागरिकहरूको हैसियत त्यही बन्छ। त्यही विद्युतले हाम्रो नागरिकहरूलाई धनी बनाउँछ। हाम्रो कारखानाहरू चल्छन्, खानीहरू चल्छन्, बिजुलीले गाडीहरू गुड्छन्, पेट्रोलियम पदार्थ विस्थापित हुन्छ। हामी नयाँ युगमा प्रवेश गर्छौँ। अब हामीलाई वैदेशिक सहयोग चाहिँदैन त भनेर भन्दिन, तर हामीलाई कुनै विदेशीले ऋण नदिए हुन्छ, कुनै लगानीकर्ता नआए हुन्छ। विदेशमा रहेका हाम्रा नेपालीहरूको पैसाले मात्र यो देश बन्छ। उनीहरूलाई सजिलोसँग लगानी गर्ने बाटो खोलिदिनु। उनीहरूलाई गैर आवासीय नेपाली होइन, वंशजको नागरिकताको निरन्तरता दिएर तिम्रो लागि यो देशको ढोका सधैँ खुल्ला छ, तिमीले कमाएको पैसा लिएर आऊ भनेर भन्नु। हामीले पर्यटनको क्षेत्रमा पनि आज प्राकृतिक पर्यटनको कुरा मात्रै गरिराखेका छौँ। धार्मिक पर्यटनलाई प्रवर्धन गर्यौं भने आज हिन्दू धर्मको उद्गम थलो, पशुपतिनाथको देश, मुक्तिनाथको देश, जानकी माताको देश, सीता माताको देश, दक्षिणपट्टि 1 अरब भन्दा बेसी जन्मले आस्थाले हिन्दूहरू छन्। उनीहरूलाई एकचोटि मात्रै पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, देवघाट नगइकन हुँदैन भनेर हामीले बुझाउन सक्यौं र उनीहरूलाई आमन्त्रण गर्न सक्यौं भने यो पर्यटनले यो देशलाई कहाँ पुर्याउँछ? बुद्ध धर्मको उद्गम थलो, बुद्धको जन्मस्थल नेपाल, उत्तरपट्टि त्यही संख्यामा बुद्धत्वसँग गाँसिएका मानिसहरू छन्। यही वरिपरि भुटान, म्यानमार, कम्बोडिया, भियतनाम, थाइल्यान्ड, हेर्नुहोस्, बुद्धिस्टहरूले एकचोटि बुद्ध जन्मस्थल लुम्बिनी नगइकन हुँदैन, नेपाल लगइकन हुँदैन भनेर हामीले राम्रोसँग प्रचार गर्न सक्यौं भने कति मान्छेले रोजगार पाउँछ होला? ल भन्नुहोस्, कति होटल चाहिन्छ होला, कति गाडी चाहिन्छ होला, कति प्लेन उडाउनु पर्छ होला? नेपाल बन्न कुनै बेर लाग्दैन। मैले फेरि पनि भन्छु, 40-50 हजार तलबका लागि कोही मान्छेले विदेश जानु पर्दैन। हामीले हाम्रो विद्युत उत्पादन मात्रै बढायौं भने हामीले संसारको सस्तोमा बिजुली दिन सक्छौं। जसले यो देशमा रोजगारमूलक उद्योग खोल्छ त्यसलाई संसारको सस्तोमा बिजुली दिन्छौं भनेर आह्वान गर्ने हो। र तिमीले यहाँ उद्योग खोले बापत कमाएर लान पाउँछौ, हाम्रो मान्छेलाई रोजगारी दिनुपर्छ। तिमीले कुनै पार्टीलाई चन्दा दिनु पर्दैन, कुनै पार्टीलाई शेयर पनि दिनु पर्दैन, कुनै नेतालाई घुस खुवाउनु पर्दैन भनेर भन्यो भने संसारभरका लगानीकर्ताहरू यही आउँछन् कि आउँदैनन्? यो देश फेरि पनि भन्छु बन्न कुनै बेर लाग्दैन। दृष्टिकोणको प्रतिबद्धताको अभाव हो। त्यसको लागि हामीले हाम्रो निर्वाचन प्रणालीमा, हाम्रो शासकीय प्रणालीमा, हाम्रा ऐन कानुनहरूमा हामीले परिवर्तन र सुधार गर्न जरुरी छ। कारणले यो सबैका लागि म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु र जसले अहिलेसम्म नेतृत्व गर्नुभयो त्यो राजनीतिक दल र नेताहरूलाई भन्न चाहन्छु, अब यो भन्दा देश धेरै बर्बाद गर्ने अधिकार तपाईलाई छैन। हो, जिद्दी नगर्नुहोस्, तपाई मुखले सार्वजनिक रूपमा नभन्नु होला, तर राति तपाईलाई ऐठन भइराखेको होला। देश हामीले बर्बाद गर्यौं। यही 30-35 वर्षमा दुबई कहाँ पुग्यो, कतार कहाँ पुग्यो, मलेसिया कहाँ पुग्यो, अनि हामीले नेपाललाई कहाँ पुर्यायौं? तपाईको मनमा त लाग्छ होला नि। मौका पाउँदा किन देश बनाउन सक्नु भएन? अनि मौका पाउँदा 30-35 वर्ष देश चलाउन पाउँदा तपाई कांग्रेस कम्युनिस्टहरूले देश बनाउन सक्नु भएन। अब जिद्दी नगर्नुहोस्, अब नयाँ सम्झौता गर्नुहोस् र नयाँ शक्तिको लागि बाटो खोलिदिनुहोस्। यही कुराहरू म तपाईहरुलाई चाहिँ आग्रह गर्न चाहन्छु। अब देशलाई फेरि पनि भन्छु थप बर्बाद गर्ने सुविधा तपाईहरुलाई छैन र म जिनजेट पुस्तालाई पनि आग्रह गर्न चाहन्छु। तपाईहरुले आन्दोलनको क्रममा चरको रूपमा उठाएको भ्रष्टाचार विरुद्धको मुद्दा, जुन मुद्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भदेखि भन्दै आएको थियो, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सर हो। त्यति मात्र होइन, त्यो पार्टीको अध्यक्षले संसदमा सार्वजनिक मञ्चहरुमा उभिएर भनेको छ कि 2046 साल पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको र तिनका आफन्तसम्मको सम्पत्ति छानबिन हुनुपर्छ भनेर भने। त्यति मात्र भनेको छैन, थप के भनेको छ, सबभन्दा अगाडि राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेनको बाट छानबिन सुरु गर भनेर भनेको छ। गर्नु पर्यो, सुरु मेरोबाट गर्नु पर्यो। किनभने मैले पनि 2-4 दिन यो देशको उप प्रधानमन्त्री, ऊर्जा मन्त्री हुने मौका पाएँ। मेरोबाट सम्पत्ति भ्रष्टाचारको विरुद्ध मनसा बाचा कर्मणा नेपालको राजनीतिमा कुनै पार्टी र त्यो पार्टीको अध्यक्ष उभिएको छ भने त्यो राप्रपा हो।
तपाईँ भ्रष्टाचारको विरुद्ध नै आन्दोलित भएर सडकमा आउनु भएको भने भाइ बहिनीहरू, हाम्रा छोराछोरी पुस्ताहरू याद गर्नुहोस्, तपाईँहरूको पार्टी भनेको राप्रपा हो। राप्रपासँग छेउ आउन लजाउने होइन। तपाईँको भविष्यको सुरक्षाको ग्यारेन्टी, तपाईँको भविष्यको सपना कुनै पार्टीले देखेको छ भने त्यो राप्रपाले देखेको छ, राजेन्द्र लिम्बूले देखेको छ। त्यस कारणले राप्रपा हुँदाखेरि, राप्रपाको छेउमा आउँदाखेरि हामीलाई दोष लाग्छ कि भनेर कतिपयहरू भागेको जस्तो देख्छु। भाग्नु पर्दैन। तपाईँहरूलाई प्रश्न पार्छु, भ्रष्टाचार अकारण हुँदैन। भ्रष्टाचार किन हुन्छ? दुईटा भ्रष्टाचारीलाई जेल हालेर यो भ्रष्टाचारको अन्त्य हुँदैन। भ्रष्टाचारको कारण व्यवस्थामै छ, हाम्रो चुनाव प्रणालीमा छ, हाम्रो नियुक्ति प्रणालीमा छ। जबसम्म यो भ्रष्ट प्रणाली परिवर्तन हुँदैन तबसम्म भ्रष्टाचारको अन्त्य हुँदैन। त्यसकारण कतिपय जेनजी भन्ने मान्छेहरूले युट्युबरमा दिइराखेको देख्छु, हामीले त व्यवस्थाको विरोध गरेको होइन, भ्रष्टाचारको विरोध गरेको। व्यवस्थै भ्रष्ट छ। चाड रक्सी नखुवाइकन, माछा मासु नखुवाइकन, गोजीमा 2-4 हजार नहालिदिकन, पेट्रोल नहालिदिकन चुनावै मान्छेले जित्न सक्दैन। हामी जस्ता मान्छेहरू एक दुईजना उम्केर आउँछौँ, अनि चुनावमा करोडौँ खर्च गरेपछि त्यो लगानी भयो कि भएन, लगानी उठाउँछ कि उठाउँदैन त्यहाँ माथि आएर। त्यस कारणले यस्तो भ्रष्ट चुनाव प्रणालीमै सुधार गर्नु पर्यो। भ्रष्टाचार भन्दाखेरि भ्रष्टाचार कसले गर्छ त? भ्रष्टाचार यहाँ उभिएकाले गर्छ? भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ। गर्न चाह्यो भने म जस्तो मान्छेले गर्छ, होइन? भनेको भ्रष्टाचार नेताले गर्छ। त भ्रष्टाचारीलाई कारवाही गर्ने को हो? अख्तियार र अदालत होइन? अनि अख्तियार र अदालतमा को हुन्छ? त्यहाँ अहिले त्यहाँ भएको प्रेम राईले मसँग रिसाउनु पर्दैन, यो सुन्नुभयो भने पनि मैले सैद्धान्तिक कुरा गरेको हो, होइन? कि अख्तियारमा को छ? नेताले नियुक्ति गरेका मान्छेहरू छ। अदालतमा को छ? पार्टीले भागभण्डामा नियुक्ति गरेका मानिसहरू छन्। अनि तिनले ती नेतालाई कारवाही गर्छ, आफूलाई नियुक्ति गर्ने मान्छेलाई कारवाही गर्छ। त्यस कारणले यो सैद्धान्तिक कुरा हो। त्यस कारणले म फेरि पनि भन्छु, यो व्यवस्थामै परिवर्तन गर्नुपर्छ। जबसम्म यो व्यवस्थामा परिवर्तन हुँदैन, भ्रष्टाचारको अलिअलि अब यो पोखराकोमा भयो, कहीँ हुन्छ, कहीँ मौका पर्दाखेरि, तर पूर्ण रूपले भ्रष्टहरू कारवाहीमा पर्ने, भ्रष्टाचारको अन्त्य हुने हुँदैन। त्यस कारणले जेनजे भाइ बहिनीहरूलाई मेरो आग्रह छ, भ्रष्टाचारको अन्त्य गर्ने हो भने यो व्यवस्थामा परिवर्तन गर्नुपर्छ र यो व्यवस्थामै परिवर्तन हुनुपर्छ भनेर नेपालको राजनीतिमा कुनै पार्टी छ भने त्यो राप्रपा मात्रै। तपाईले राप्रपालाई बलियो नबनाएर, राप्रपालाई साथ नदिएर भ्रष्टाचार अन्त्यको सपना तपाईको पूरा हुँदैन, हुँदैन। नयाँ पुराना यी कसैले पनि केही नाप्नेवाला छैनन्। जसले यही व्यवस्था कायम राख्नुपर्छ, यही व्यवस्था ठिक छ भनेर हिँडेका छन्, यो व्यवस्थाबाट भ्रष्टाचारको अन्त्य हुँदैन। मान्छे कुनै भ्रष्टाचार गर्दिन भन्ने आउन सक्ला, आफूले नगर्न सक्ला, केही नियन्त्रण गर्न सक्ला, गर्दै नगर्ने भन्ने कुरा होइन, मान्छेमा फरक पर्छ, तर पूर्णतः भ्रष्टाचारको अन्त्य हुँदैन। त्यसकारण जेनजी पुस्तालाई मेरो आग्रह छ, हामीले लडिराखेको लडाई भनेको तपाईको लागि हो, तपाईको भविष्यका लागि हो। तपाईले राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दामा साथ दिनुभयो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियानमा सहयोग गर्नुभयो भने यो देश बन्न सक्छ, यो देश बनाउन सकिन्छ। अहिले जसरी हाम्रा भाइ बहिनीहरू, युवा पुस्ता पढ्नका लागि, रोजगारीका लागि विदेश गइराखेका छन्, उपचारका लागि हाम्रा बाआमाहरू विदेश गइराखेका छन्, भोलि नेपाललाई संसारको उपचारको, स्वास्थ्य उपचारको गन्तव्य बनाउन सकिन्छ। भोलि नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ, यही पढ्न आउने, सस्तोमा पढ्न पाइने ठाउँ बनाउन सकिन्छ। नेपाल संसारका मानिसहरूको गन्तव्य मुलुक बनाउन सकिन्छ। त्यसकारण आफ्नो जीवनकालमै यो देश बनेको देख्न चाहने हो भने, यो देश बनेको हेरेर मर्ने हो भने एकचोटि राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दामा साथ दिन म हार्दिक आग्रह गर्छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले अब यो जनदबावको कार्यक्रम आज यो वार्म अप मात्रै हो,
यसो जिउ तन्काउने मात्रै हो। हिँड्नुभन्दा अगाडि यसो चाहिँ अलिकति हात खुट्टा चलाउने कार्यक्रम मात्रै हो। अब लगातार रूपमा हामी देशभर यो अभियान सञ्चालन गर्छौँ। म सम्पूर्ण देशवासीहरूलाई आग्रह गर्न चाहन्छु, हामी अब देशका विभिन्न भागमा आउँदैछौँ। तपाईहरूको साथ सहयोगको लागि म हार्दिक अपिल गर्छु। म फेरि सरकारलाई भन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टीले आज यति नै हात खुट्टा तन्काएर सुरु गर्यो, अलिअलि यसो वार्मअप गर्दै गर्यो, अब यति नै हो भन्ने नठान्नु होला। हाम्रा कुरालाई नसुने जस्तो गर्यो, नदेखे जस्तो गर्यो भने अब यो आन्दोलन विद्रोहको नेतृत्व गर्न, जनताको भावनाको नेतृत्व गर्न, जेन्जी भावनाको नेतृत्व गर्न र अभिभावकको त लिन राष्ट्रिय प्रजातन्त्र पार्टी बाध्य हुनेछ। हामी अगाडि आउन बाध्य हुनेछ।